महानुभावहरु नमस्कार। यहाँहरुलाई हार्दिक स्वागत छ। म महानुभाव चलाउने यति बेला अछामको सुन्दर नगर विनायकको पञ्चदेउलमा छु। यति बेला आज तिहारको अन्तिम दिन, आज भाइटिका। यो भाइटिकाको विशेष अवसरमा आज अछामको यो सुन्दर नगर पञ्चदेउल बजारमा यतिखेर तपाईले मेरो ब्याकग्राउन्डमा देखिराख्नु भएको छ। यहाँ थुप्रै देउसी भैलोका टिमहरु पनि निकै रमाइलो गरिराखेको दृश्य पछाडिपट्टि देखिराख्नु भएको छ। यति बेला रमाइला देउडा खेलहरु पनि लागिराखेको छ। युवाहरूले आज दीपावलीलाई 82 सालको शुभ दीपावलीलाई एकदमै रमाइलो तवरले बिदा गर्ने तर्खरमा छन्। यति बेला मेरो ब्याकग्राउन्डमा तपाईहरुले देउडा खेलको दृश्य पनि देखिराख्नु भएको छ। निकै रमाइला देउसी भैलोका खेलहरु पनि पञ्चदेउलको वरिपरि देखिराख्नु भएको छ। आज अन्तिम दिन निकै रमाइलो भइराखेको छ। यति बेला निकै बाक्लो मास पञ्चदेउलमा देखिराख्नु भएको छ। निकै रमाइलो देउडा खेल छ। म यो देउडा खेलको प्रत्यक्ष रूपमा तपाईहरुलाई लाइभ देखाउनको लागि देउडा खेलको नजिक जाँदैछु। तपाईहरु जो जति जोडिएर हेर्दै हुनुहुन्छ यो लाइभलाई एकदमै बढीभन्दा बढी शेयर गरिदिनु होला भन्ने शुभेच्छा पनि प्रकट गर्दछु। तपाईहरु सम्पूर्ण जो जति जोडिएर हेर्दै हुनुहुन्छ स्वदेश विदेश जहाँ हुनुहुन्छ तपाईहरु सम्पूर्णलाई 2082 सालको शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आज भाइटिकाको विशेष दिन, दाजुभाइ दिदीबहिनीहरुको हैन एकदमै प्रगाढ माया प्रेम यो बन्धनको एकदमै शुभ दिन। आजको दिनमा जो जति भाइटिका लगाएर यो दीपावलीको दिनलाई एकदमै भव्य रूपमा मनाइराख्नु भएको छ। तपाईहरु सम्पूर्णलाई र सम्पूर्ण दिदीबहिनीहरुलाई पुनः पनि भाइटिकाको यो विशेष दिन र दीपावलीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला यो देउडा खेलमा हाम्रो पत्रकार महासंघका जिल्ला अध्यक्ष पनि आदरणीय दाइ रमेश दाइ पनि हुनुहुन्छ। यतिखेर निकै रमाइलो यो देउडा खेलको दृश्य म तपाईहरुलाई भरपुर ढंगले निकै रमाइलो देखाउनको लागि म लाइभ गरिरहेको छु। निकै माया गरिदिनु होला, लाइभलाई एकदम बढी शेयर गरिदिनु होला। हाम्रो विनायकका निकै चर्चित युवाहरूले यतिखेर देउडा खेल जोडेका छन्। यो देउडा खेलको प्रत्यक्ष रूपमा लाइभ पनि गरिराखेको छु। यतिखेर पत्रकार महासंघका जिल्ला अध्यक्ष आदरणीय दाइले गीत भनिराख्नु भएको छ। निकै रमाइलो तवरले खेलिराख्नु भएको छ। पञ्चदेउल बजारमा निकै रमाइलो युवाहरूद्वारा खेलिराखेको देउडा खेलको मैले लाइभ तपाईहरुलाई देखाइराखेको छु। यतिखेर थुप्रै युवाहरू जोडिनु भएको छ। तपाईहरुलाई मैले प्रत्यक्ष रूपमा यो देउडा खेलको लाइभ देखाउन गइरहेको छु। शेयर गरिदिनु होला है, जो जति जोडेर हेर्दै हुनुहुन्छ यो देउडा खेललाई माया पनि गरिदिनु होला। Milah kasih
संगी साथ्यादेखि म पनि दौडेर आए संगी साथ्यादेखि म पनि दौडेर आए संगी साथ्यादेखि म पनि दौडेर आए के नकाटिल के राम्रो पिपल डाली 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 त्यसो भनेपछि सुनाइदेऊ गाउँको माली त्यसो भनेपछि सुनाइदेऊ गाउँको माली त्यसो भनेपछि सुनाइदेऊ गाउँको माली आउँछ क्या हजिलो कोठाको रातिमा आउँछ क्या हजिलो कोठाको रातिमा आउँछ क्या हजिलो कोठाको रातिमा दर्शक महानुभावहरू नमस्कार, यहाँलाई पुनः पनि स्वागत छ। यति बेला अछामको सुन्दर नगर यो विनायक बजारमा छौँ, विनायकको पञ्चदेवलमा छौँ। यति बेला आज तिहारको अन्तिम दिन भाइटिका, आज भाइटिकाको विशेष अवसरमा यो पञ्चदेवलको परिसरमा निकै रमाइला देउसी भैलोका खेलहरू साथै रमाइलो देउडा खेल लागिराखेको मैले तपाईँहरूलाई प्रत्यक्ष रूपमा लाइभ मार्फत देखाइराखेको छु। तपाईँहरू जो जति जोडिएर हेर्दै हुनुहुन्छ यो देउडा खेललाई एकदमै बढी सेयर पनि गरिदिनु होला। मैले तपाईँहरूलाई यो आग्रह गरेँ होइन, देउडा संस्कृतिलाई माया पनि गरिदिनु होला र यो लाइभलाई बढीभन्दा बढी सेयर गरिदिनु होला। निकै रमाइलो यो देउडा खेलको मैले तपाईँहरूलाई प्रत्यक्ष रूपमा लाइभ देखाइराखेको छु। दर्शक महानुभावहरू यहाँलाई पुनः पनि हार्दिक स्वागत छ। अछामको सुन्दर नगर यो विनायकको पञ्चदेवलमा छु। निकै रमाइलो देउडा खेल तपाईँहरूलाई देखाइराखेको छु। एकदमै रमाइलो तपाईँहरूले पनि आनन्द लिइराख्नु भएको छ भन्ने अपेक्षा गरेको छु। निकै रमाइलो देउडा खेल अहिले यो पञ्चदेवलको यो अगाडिपट्टि होइन, यो मध्य पहाडी राजमार्गमै अहिले
खेलिराख्नु भएको छ। निकै रमाइलो देउडा खेल यतिखेर पञ्चदेउलको वरिपरि पनि रमाइला देउसी भैलोका खेलहरू चलिराखेको छ। यो पञ्चदेउल बजारमा पनि रमाइलो देउडा खेल लागिराखेको छ। तपाईँहरू थुप्रै हेरेर पछाडि नचाउने